जामछेन गुम्बा अर्थात् विजय स्तूपा काठमाडौँको बुढा नीलकण्ठमा रहेको यो स्तूपाको भ्रमण गर्न आज मसँगै जाने होइन त साथीहरू। ओके आउनुहोस्, आज चाहिँ काठमाडौँ उपत्यकामा रहेको विजय स्तूपा अर्थात् जामछेन गुम्बाको बारेमा भ्रमण गरौँ। के कस्तो स्थिति छ, कहाँबाट जाने हो, कति समय लाग्छ, आज म तपाईँहरूलाई देखाउने छु। भिडियोको अन्तिमसम्म रहेर साथ दिनुहोला भन्न चाहन्छु म तपाईँहरूलाई। ओके चेक आउट, जाउँ है त साथीहरू। यो चाहिँ सायद बन्दै गरेको वन पार्क, ढलानको उकालो बाटो, यसरी सिँढी हुँदै पुगिन्छ जामछेन गुम्बासम्म। आउनुहोस् है त, लेट्स गो। हेलो साथीहरू, म चाहिँ काठमाडौँको महाराजगञ्जबाट बुढा नीलकण्ठ अर्थात् नारायण थान बस पार्कबाट उकालो ढलानमा छु है त। मोबाइलको लत यहाँनिर आइपुगेपछि चाहिँ पुरानो नुवाकोट मार्ग अरे जामछेन स्तूपा चाहिँ लेफ्ट मोड्नुपर्ने रहेछ। यता एउटा बाटो छुट्यो भने चाहिँ नेक्स्ट वे चाहिँ यताबाट जानुपर्ने हुन्छ। यहाँ चाहिँ गेट रहेछ साथीहरू। आइतबारे पार्कमा यहाँलाई स्वागत गर्दछौँ। ठुलो गाउँ चिसिनी वडा नम्बर 3 र 5 अझै माथि जानुपर्ने हुन्छ। एकदमै शीतल र शान्त पदमार्गको रमाइलो लिन पनि सक्नुहुनेछ। फाइनली स्तूपा चाहिँ माथि हो। यहाँबाट पनि हल्का हाइट भएको भएर भ्यू चाहिँ सर्लक्कै नै देख्ने हो साथीहरू। तर दुहालो लागेर काठमाडौँ सहर केही नदेखिने भएको छ। पानी परेपछि मौसम छ्याङ्गै खुल्यो भने ओके गुड हुन्छ यहाँबाट भ्यू होइन त। नारायण थानसम्म बस लाग्छ भने त्यसपछि आधा घन्टाको पैदल यात्रा हिँड्नुपर्ने हुन्छ। यहाँनिरबाट चाहिँ राइट मोड्नु पर्छ है त साथीहरू। सिधै गयो भने गाउँ पुगिन्छ। स्तूपा चाहिँ यता राइट मोडेर उकालो जाने हो। उयो बाटो आउँदै सवारी साधन मार्फत यहाँसम्म आउन सकिन्छ भने यहाँबाट चाहिँ हिँडेर जानुपर्ने हुन्छ। अब चाहिँ आजको डेस्टिनेसन चाहिँ पुग्ने लागेको अवस्था साथीहरू। यो माथिकै होला सायद। एक्साइटिङ म पनि है। हिँड्ने बाटो छ यहाँनिर चाहिँ। तर सिडी भएर आउन सक्नुहुन्छ। पानीपुरी चटपटेको व्यवस्था छ सायद। आज शनिबार चहलपहल पक्कै हुनुपर्छ। यो खरबारी बुट्टामा जङ्गलमा यो यसरी डढेलो चाहिँ नलाउनु पर्ने थियो साथीहरू। यसरी डढेलो लगाउनु चाहिँ हुन्न। डढेलो नलगाएको भए यहाँ कति हरियाली हुन्थ्यो, कति जडीबुटीहरू उम्रिन्थ्यो होला है। सबै डढेलो लगाएर हेर्नु त खर पलाउँदैछ। यो चाहिँ खरबारी हो है।
हाम्रो पूर्वतिर चाहिँ खर भन्छ घर छाउनेलाई। पाँच बजे क्लोज हुने रे, के गर्नु। तर 4:30 बजेदेखि नै जानु दिएन। म चाहिँ 4:30 बजे आइपुगेको थिएँ साथीहरू। के गर्नु, भित्र पस्न पाइएन। अब नेक्स्ट अर्को टाइम आउँदाखेरि चाहिँ भित्र जान पाइन्छ होला। भित्र जानु पाएन। अब म चाहिँ बाहिर वरिपरि घुमेर फर्किन्छु। केही छैन साथीहरू, अब बाहिरबाट के कस्तो दृश्यहरू देखिन्छ म तपाईँहरूलाई सकेसम्म देखेको दृश्य जति देखाउने कोसिस गर्छु है त। भिडियोको साथमा रहनुहोला। ल है त साथीहरू, गेटबाट हात छिराएर भए पनि यति भिडियो चाहिँ लिन पाइयो है त। ओके, आहा निकै सुन्दर, कति मजाले सजाएर राख्नुभएको रहेछ। यतातिर चाहिँ निजी लगानीमा फन पार्कहरू बन्दैछ सायद। यो फन पार्कहरू बनिसकेपछि चाहिँ निकै नै रमाइलो गर्न पाउनुहुनेछ साथीहरू। अब यो बन्नको लागि चाहिँ केही टाइम लाग्छ। यहाँ श्रमिक मित्रहरू एकदमै श्रम गर्दै हुनुहुन्छ। सो जुम गरेर हेरौँ भनेर। ओके, यो पहाडको काखमा सुन्दर फन पार्क निर्माण भइरहेको छ। आशा गरौँ चाँडै पुरा हुनेछ। ओके साथीहरू, आजलाई चाहिँ यति नै। अब अर्को भिडियोमा भेटौँला। टेक केयर।